हेलो एभ्रिवान, आई होप कि तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला है। र म पनि एकदम राम्रो, एकदम सन्चो सुविधाइ छु। र आज भने चाहिँ मैले सानो विषय लिएर आएको छु है। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ अहिले एकदमै है भाइरल भएर गएको चिज है। र हाम्रो तृप्ति बहिनी जो उहाँ चाहिँ सुन्तला बेच्नुहुन्छ NH10 हाइवेमा होइन। र म यसमा चाहिँ एउटा सानो एक दुईवटा मेरो विचारहरू है राख्न चाहन्छु। त्यो के हो भन्दाखेरि चाहिँ उहाँ बहिनी जो चाहिँ स्टुडेन्ट हुन्छ है, हार्डवर्किङ हो है, त्यो मान्नुपर्छ होइन। हार्डवर्किङ नभएको उहाँ त्यहाँ सुन्तला बेच्नु हुने थिएन होला है। अन्तखेरि अर्को कुरा चाहिँ के भन्दा चाहिँ उहाँले चाहिँ भाइरल हुनुमा आफूले आफूलाई मलाई भाइरल बनाइदिए चाहिँ भनेको होइन है। कसैले उहाँलाई भाइरल बनाइदिनु भयो है, भिडियो अपलोड गरेर समथिङ इन रिल्स केमा है अपलोड गरेर चाहिँ उहाँ भाइरल हुनुभयो सडन्ली होइन। त्यसमा बहिनीको केही गल्ती छैन जस्तो लाग्छ मलाई है। भाइरल हुनुमा केही गल्ती छैन, उसको केही दोष छैन है। र उहाँले कसैको व्यापारमा त्यहाँ नोक्सान गराएको छ जस्तो मलाई लागेन है। किन आफ्नो आफ्नो बिजनेस हो र कसैले त्यहाँ हिँडेरको गाडीहरू जति पनि छ है, उहाँ ड्राइभरहरूलाई यहाँ आएर किनिदिनुहोस् न, मेरोबाट किनिदिनुहोस् है, म भाइरल भएको हो यहाँ आएर मलाई किनिदिनुहोस् है, उसले भाइरलकोबाटै किन्नुपर्छ भन्ने उहाँले भन्नुभएको छैन है। त्यो पिपल्स चोइस हो है। मान्छेले जहाँबाट गयो किन्नु त्यो मान्छेको इच्छा हो नि त होइन। र अब त्यसै पनि मान्छेले सुनेपछि भाइरल 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 भनेर सुनेपछि त है उहाँहरू अभियसली त्यहाँ जान्छ को चाहिँ हो भनेर चाहिँ हेर्नु जान्छ पनि होइन, जाँदाखेरि किनिन्छ पनि। र देख्नुमा आउँदैछ कि है अब हो, अब बिजनेस हो है, एक अर्काको बिजनेसहरू त्यहाँ है अब आपसमा पनि है तलमाथि भइरहेको होला होइन। र बयिङमा कतिजना गइरहेको होला है। तर त्यहाँ उनीहरूकोमा पनि त गएको बहिनीले देखेको छैन नि त होइन। ऊ त आफ्नो दोकानमा बसेर है उसले बिजनेस गर्नुहुँदैछ भनेपछि जो अरू अरू सेलरहरू छ है अलिक पर उनीहरू छ है, उनीहरूको पनि त गएर देखेको छैन नि त बहिनीले, उनीहरूको बिजनेस भएको छैन। सायद सबैको भइरहेको होला, इक्वली भइरहेको होला नि त है। तर टिपा टिप्पणी पनि भइरहेछ कि अब है हाम्रो बिजनेस चलेको छैन, त्यहाँ सबैजना त्यहाँ मात्रै जान्छ, सबैजना त्यहाँ मात्रै जान्छ भनेर भन्दैछ है। र एउटा कुरा यस्तो हो, मान्छे त्यहाँ फोटो खिच्नु पनि आउँछ। तपाईँले भिडियोको मार्फत नहेर्नुहोस् न है, भिडियोलाई तपाईँले कस्तो पाराले हेर्नुहुन्छ त्यो त्यस्तो पाराले नहेर्नुहोस् है। मान्छे फोटो खिच्नु जान्छ, एक दुईजनाले किनिन्ला होइन। र बिजनेसमा नोक्सान भयो, त्यो भयो यो भयो, बहिनीले पनि गराएको पनि त होइन बिचरा है। र बहिनीको केही भुल छैन होला भन्न म चाहन्छु। र अर्को कुरा चाहिँ के भन्दा चाहिँ जति पनि है उहाँलाई भेट्नु जानुहुन्छ है त्यहाँबाट है भ्लगरहरू भयो है, त्यत्तिकै यताउता भिडियो बनाउँदै हाल्नु भइरहेको छ है तपाईँहरूले है। बहिनीको फोटोलाई उठाएर है अलिकति अब त्यस्तै खाले एडिटहरू गरेर हाल्नुभएछ, एकदम नगर्नुहोस् है। यो हाम्रो अब बहिनी होइन, जहाँ उसलाई पनि अब त्यस्तो चिजहरू देख्दा अलिकति नराम्रो लाग्छ, उसको परिवारलाई पनि अभियसली नराम्रो लाग्छ है। त्यही भएर चाहिँ फोटोहरू उठाएर है त्यो एडिट गरेर एआईमा बनाएर के गरेर डान्स गरेर के त्यस्तो एकदमै नगरिदिनुहोस् है। रेस्पेक्ट गर्नुपर्छ, हाम्रो छोरीचेली हाम्रो बहिनी दिदी बहिनी हो होइन, एकदम रेस्पेक्ट गर्नुपर्छ है। र हामीले गरेन त कसले गर्ने हो। सो एकदमै है सपोर्ट गर्नुपर्छ है। बहिनी भाइरल भयो या अहिले बहिनी भाइरल भयो त्यहाँनिर सुन्तला बेच्नु छोडिदियो चलेन भने पनि बहिनी सिलगढीमा गएर पनि त्यो सुन्तला राखेर भाइरल नै हुने। अब वान्स भाइरल त भाइरलै भयो। अब बहिनी सिलगढीमा गएर त्यो स्टललाई है अरेन्ज स्टललाई त्यहाँ गएर सिलगढीमा राख्यो भने पनि मान्छे कालिम्पोङ दार्जिलिङ सिक्किम जहाँबाट पनि त्यहाँ बहिनीमा जान्छै जान्छ, पुग्छै पुग्छ है हो। फोटो खिच्छ सुन्तला पनि किन्छ हो। त्यही भएर चाहिँ त्यस्तो केही नसोच्नुहोस् है। बहिनीलाई इन्स्टिट त्यो नराम्रो भन्नु लागि है के नराम्रो भिडियो उठाएर बनाएर है त्यो एआईमा डान्स गरेर के त्यस्तो बनाउनु छोडेर चाहिँ बरु बहिनीको राम्रो भिडियो बनाएर चाहिँ दर्शकहरूलाई देखाउनुहोस् होइन, अझै भाइरल बनाउनुहोस् होइन। त्यो चाहिँ म भन्न चाहन्छु है। र मेरो यो कुराले कसैलाई पनि है एकदमै नराम्रो लाग्यो भने चाहिँ म एकदमै क्षमा माग्छु है। आइएम सो सरी है। ल।